होइन होला ल यस्तै खाली कति राम्रो कराएको यार ए बोल्ने चाहिँ आजको हाम्रो कार्यक्रम है स्थगित हुन्छ हेर्नुहोस् जनताहरू तपाईँ चुप लगाएर बस्नुहोस् तपाईँहरूकोमा हामीले सम्बोधन गर्नेवाला छौँ र भोट चाहिँ ए यहीँ रहेछ गोठ त ए गोठ यहीँ रहेछ कुकुरले ट्रक्छ पछि पछि आउनुभयो भनिदिनु भयो अहिले चाहिँ हामी यहाँ भेडाहरूको पथन देख्न सक्छौँ यो चाहिँ ढोरपाटन नगरपालिका अन्तर्गतको बोकी जाने बाटोको बाटो हो भनौँ यहाँ चाहिँ हो भने जिन्दगीमा यति धेरै भेडा त देखेको थिएन यार पुरै के वहाँ माथिसम्म के है कति नजिक हो धो लगिरहेन यस्तो हामी हिँडिराखेको फोटो हान्नुलाई त
टिका 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 धारा त्यो हो ओ हो हामी त टिका धारा हेर्छ त दादा पारी पनि पुरै भन्न त भन्थे अब हामीले त सुरुमा पताइएन तर रहेछ जता हेऱ्यो भैँसी अनि तपाईँहरूको दुध चाहिँ कहाँ बिक्री हुन्छ त घिउ त्यत्रो घिउ बिक्री हुन्छ गाउँघरमै ढोरपाटनमै हो र यहाँबाट तल लान पनि त झ्याउ छ यार घिउ है अनि किन नि हजुर तपाईँहरूको पनि छ होइन र घोडा सबैको घोडा चाहिँ लगभग सबैको हुँदो रहेछ है ए यहीँ ल्याउनु भएको छ उसो भए त तपाईँहरू घर जाँदाखेरि चाहिँ घोडामै जानुहुन्छ हामी खास आज छ्यान्तोङ आएर छ्यान्तोङसम्म बाइकमा आएर त्यहाँबाट लसुन्डु हुँदै आएको भए चाहिँ हामीलाई 1 घन्टाभन्दा बढी छोटो बाटो पर्दो रहेछ होइन हामीलाई त्यो छ्यान्तोङ हुँदै के त्यहाँ बाइक राख्नलाई समस्या भयो पाखाथरभन्दा पनि टाढा हो क्या छ्यान्तोङ त्यहाँ यस्तो एउटा फाँटे होइन बाइकमा बिजौरी खोला छ क्या सर हामी त उहाँ देउराली के कसरी पुग्ने हो उहाँ घिउ कसरी बिक्री हुन्छ त सर 1 हापलाई के हो 1 हाप भन्ने ए त्यत्रो धेरै 1 मानालाई कति पर्छ हो र पानी आयो क्या आउँदो रहेछ बिहान के राति नै जाने भन्नाले ए अनि रुचन पानीले चिसो हुन्छ होला नि हजुर हिउँमा पनि बस्छ सत्र वर्ष हुनुभएछ बल्ल कान्छा फोटो खिचिदिनु पर्यो क्या हाम्रो फोटो खिचिदिनु आउन नमस्कार हाम्रो नमस्कार है फोटो खिचिदिनु ल हजुर
ल पैसा दिन्छु म अहिले 10 रुपियाँ दिन्छु कम किसने हो यो थिच्ने है जनबाडी कहाँ हो स्कुल यिनी बहिनी हुन् यिनी बहिनी यिनी बहिनी यिनी बहिनी यिनी भाइ नाम के भन्यो रे यिनको फोटो खिच्नुपर्छ अहिले बहुत राम्रो आउँछ कपाल राम्रो रहेछ ल जुत्तै लाउनु पर्ने हो मेरो नि चिसै छ नि त जुत्ता जाडमा नि यही बस्छु घरै यो बस्दैनन् बोबाङ झर्छ होला होइन बोबाङ जान्छ होइन अनि स्कुल चाहिँ कहाँ हुन्छ यही आउँछ कि स्कुल स्कुल बिदा हुन्छ के जाडमा स्कुल नि स्कुल और बजे बुझ्यो फेरि यहाँ पनि हुन्छ न उयो पारी छ है अनि गएर उहाँका सरहरूले यहाँ सब पढाउनु सरहरूले उहीँ गएर पढाउनुहुन्छ ए यहाँ पढाउने सरले फेरि उहाँ गएर पढाउनुहुन्छ हो ए बहिनीले हाम्रो फोटो खिच्दैछन् क्या ओके एक्सर्साइज हो ओके ओके जुका ले जुगा त खान्छ जुगा नानी ल रेडी रेडी फोटो खिच्न रेडी ल है भाइ आइज न मन्दे लेट्स टेक फोटो फोटो के टाइपको एक्सर्साइज हो यार यो पानी झार्ने एक्सर्साइज के कसरी यहाँभित्र पानी हुन्छ अनि यहाँ खोला तर्दाखेरि पसेको खोलामा पानी चाहिँ भयङ्कर चिसो रहेछ हो र ए तेरि बुवाले फटाल्नु आएछ ओहो ए आज हाम्रो नानी फोटोग्राफर बन्दैछन् ल दादाहरू ए भाइ आइज जाने हो खिच्न जाने हो होइन यता यता गएर यता गएर दामी लाग्यो जुत्ता त नमस्कार भिडियो गर्दै हो है हजुर के साह्रो हुनुहुन्छ यहीँ हो हजुरको घर अघि भेट भएको थियो नि हाम्रो बिहान त्यही त हजुर ए अनि अहिले कहाँ छ फर्किन लाउनु ए अनि दाइ यता तिमी नजिक कता छ घुम्ने जस्तो अलिकति जाने मन्दिर भन्नुभएको थियो नि कुन हो ठ्याक्कै त्यही झन्डावाला हजुर बुकी बुट्टे यसको छेउ गा खाइनु हुँदा ल हुन्छ जाने हो हजुर
हजुर एउटै गुम्बा हेरेर आउनुहोस् है गुम्बा छ गुम्बा छ माथि छ बाइक त जाँदैन यिनले जानु पर्यो स्यान्डु भन्दा स्यान्डुबाट एकपट्टि अलिकति हस् ल मन्दिर जानुहोस् गाउनु पर्यो क्या फेरि अघि हाँस्यो कि तपाईँको म खाइदिन्छु हल्ला नगर नि यिनी बोलेर बिग्रियो क्या धन्यवाद मेरो नाम चाहिँ के हो भनेर भन न गीत आउँछ यो बाइक अर्को जाने साउथ गीत पनि के आउँछ है कान्छाले त भयो ल भयो खै हेर हल्लिँदै के अर्जुन त हल्लिँदै पुरै अगाडि हिँड्नु पर्छ
त्यस्तो बचाएर चाहिँ हिँडिहाल्छ पनि आफै सिकाउनु त नि त हस्केर हट हट हाँस अझ कान्छे फेरि दुगुरे अन्त कहाँ त्यो मलाई त डेन्जर लाग्यो क्या अस्ति चढ्दाखेरि नि अहिले अरू बुगिरहनु सकिन्न त नआउनु नि त कति आनन्दले बसेको क्या कान्छ क्या ब्रेक लागेन केटाले बाइक चाहिँ हरामी चलाउँदो रहेछ गफ हाने होइन गफ हान्नु 35 मिनट 35 मिनट पनि भएन होइन बाटो आउनु हुँदा त जानु नि सक्यो ननस्टप भयो अनि त्यो बहुत हरामी चलायो कि त्यस्तै त हामी पनि हिँड्न त यार कति 30 एक 35 महिनामा मिनट त्यो त बाटो त कति लामो हो त 60-50 स्पिड त हाल्न त गाह्रो त गाडी त 50 स्पिडमा हाले पनि नि अब हामीलाई 4 घन्टा लाग्छ भने त्यसले 35 मिनटमा कहाँ हुन्छ 1 घन्टा त 1.5 घन्टा त लगभग मानौँ अब यसको उता घुमाउनु हुन्थ्यो क्यामेरा हो त्यसले
अब हामी बुकीको नजिक आयो क्या यार। अब पहिलोचोटि आउँदैछौँ, हामीलाई पनि त्यही छ, तर रमाइलो। अब माथि रुख चाहिँ नरहेछन् है भनेपछि अब हामी धेरै छैन होला। हाम्रो पछि फेरि कुहिरो आइरहेछ। कहाँबाट आउनुभयो सर? म यहाँ घरपा लेकबाट भैँसी गोठाला गोठबाट झरेको। हजुर, यो कुहिरो त दौड्यो त। यो पहिरो यस्तै हो, छिनछिनमा यस्तै बढिरहन्छ। अहिले हराउँछ नि, हराउँछ एकछिनमा। एकछिन हराउन पनि सक्छ, दिनैभरि जस्तो पनि हुन्छ। यो त यति बेला डाँडो भनेको त माथि छ है म यहाँ। यो धेरै माथि पर्छ। चौर यहाँ माथि नै, यो माथि घरपालिएको माथि छेरामा पर्छ। त्यहाँ गएको मात्र छेडा जान हामी कति लाग्छ त्यहाँ? छेरामा जान लाग्छ 1 घन्टा पुरा लाग्छ। ठिक हो 2 बज्यो। कहाँ फर्किने कुरो हुन्छ? हामीले मेन आज बास्ता पाउँछौँ भन्ने मात्रै कुरा हो कि। गोठमा बास्ता दिनुहुन्छ, हामी त घुम्न आएको। बास्ता पाइन्छ, बास्ता गर्न लागि पाइन्छ। खानु त दिनुहुन्छ। त्यही आटो मही खाने हो त्यहाँ होइन? आटो अब जान बित्तिकै मही खाउँला के? बाँडेर खाने चलन छ। तपाईँहरू घर कहाँ पर्यो? हाम्रो त गुल्मी। गुल्मी हो। हजुर। डाँडो गुल्मी देखिन्न। कहाँ देखिन? म त देखिँदैन। मदानीको डाँडो नि खै देखिन्छ त देखिन्छ होला, थराउन सकिँदैन। यो यस्तो मौसममा कहाँ देखिने? अब ऊ पारीको डाँडो आउँदै थियो, अब देखिन्न भाइ। धेरै टाढा नजाऊ, उता बाटो पनि देखिन्न रे क्या, नजिकैको पनि होइन सर? यस्तै अन्धाधुन्दाको अन्धाधुन्दै हो। धेरै दिन भइसक्यो, पानी पर्छ, अन्धाधुन्दा हुन्छ। उहाँहरू माथि लाने होला घाँस। ढोरबाट घाँस काट्न। ढोरबाट के घाँस काट्न कि श्री? उही तलबाट। मैले भन्थेँ त तँलाई। घाँस काट्ने आउँछ। बुके काटेर त्यत्रो लगिरह नि त अघि। बुके घाँस घाँस भन्ने यो हो। ए यो त अलि तल पनि पाइन्छ। यो बाख्रा खसीहरूलाई खानको लागि। यो बुके घाँस छ नि अङ्कल, यो बुके अर्को झार पनि हुन्छ, लेक लाग्नेवाला झार भन्ने अर्को हो र? लेक लाग्ने झारवाला झार त यहाँ लेक लाग्नेवाला झार त त्यति छैन। तर यो औलको मान्छे माथि हाईमा गयो भने चिसोको तापक्रमले त्यो टाउकोहरू दुख्छ, त्यसलाई नै लेक लाग्ने भन्ने हो। हामीलाई लेक लागेले नलाग्ला। गुल्मी त पहाड त हुनसक्छ औलको मान्छे। त्यस्तो भयो भने हामीले के गरौँ त अनि? त्यसको लागि केही गर्नु पर्दैन। अब अलिअलि लसुन लिएर छौँ 2टा बेटी। त्यो लसुन चपाएपछि भइगयो त। अब फेरि हामीले त त्यो हतारमा अलिकति चाउचाउ गऱ्यो, केही पनि नबोकिकन आएछौँ कि। त्यही हो यहाँको खाजा नास्ता भनेको। अब हामी त जहाँ गोठ भेटिन्छ नि त्यहाँ गएर ल हामीलाई त अब यसो तातो मही खानु पर्यो भनेर भनिहाल्छौँ। पाइन्छ मही पाइन्छ। अब गोठै हो कि? फलिएको गोठहरू छन्। फलिएर छाएको छानो गोठहरू। आगो पनि बाल्ने होला नि त त्यहाँ। हामी त जाडो त हुन्न हामीलाई। तपाईँ यस्तै गरेर आउनुभयो कि जाडो भएन? यस्तै हो। उसो भए त हामी पनि जाडो हुन्न। जाडो हुन्न, मौसम यत्तिकै छ। यस्तै हो। अलि भोलि पर्सि भने अलि हप्ता 10 दिन भन्दा अगाडि थियो, धेरै चिसो थियो। हजुर तर यहाँभन्दा त वहाँ फरक छ, वहाँ चिसै छ। तर यस्तै हो। कति माथि छ यो हाइट थाहा छ र हजुरलाई? हाइट त खै 32 किलोमिटर छ कि माथि। यहाँ गोर्पालेक भन्ने माथि त्यहाँ बोट टाँसेको छ। ए डाँडो हो तल? त्यहाँ गाउँबाट वहाँ माथि हाइटको नम्बर टाँसेको छ त्यहाँ। हुन्छ हस् ल अङ्कल। 32 किलोमिटर त तम गाँस हो त दहबाट। देउराली डाँडा भन्दा धेरै माथि पर्छ। हजुर धेरै माथि पर्छ। साथी पनि छैन, आनन्द आएको घुम्दै आइएको छ। पानी लिनु आएको छ। होइन खास ढिला चाहिँ मनदैन हो कि? तपाईँले आज नआएको भोलि पनि पानी आउँथ्यो यस्तै। भोलि आउँदै होइन, भोलि त मेरो कुरा के थियो भने उँधो ढाक्यो त्यो केटाहरू तलबाट कुहिरो। मेरो कुरा के थियो भने केटाहरू भएपछि हामीलाई सजिलो हुन्छ, नगएको ठाउँ ओजे भयो भने होइन। अब त आइयो, त्यो त भयो। त्यो त हिजो पनि सल्लाह गरेको, तिनी केटा आज जाने कुरो हो। भोलि त चाहन्छन्।
भोलि त जान्थे के ग्यारेन्टी छ? जान्थे उनीहरूलाई यहाँ काम गर्न आउने भने कि घाँस काट्न। ओके दादा हामी लगभग यो 1 घन्टा जति हिँड्यो भने कुहिरो भयङ्कर आयो। दुगुर दुगुर कुहिरा फलानाका सहिरा तेरा गर चिल पस्यो ढिकी छ त पल्टाइदेऊ बाक बाक। अनि तपाईँहरूसित खानेकुरा छ र? ए उहाँहरूले नि पाडाकै मासु ल्याउनु भएछ क्या। यो के हो? यो हरियो हरियो मासु हो के हो? के हो भन्नु न? च्याउ हो? खानेकुरा छ र तपाईँहरूसित केही? भोक लाग्यो यार बर्बाद भयो भोक लागेर। अलि बाक्लो यस्तो अलि पातलो भयो के हामीलाई बास दिनलाई किन हेर्नु पाइन्छ अलिकति माथि छ अरे गोठै गोठसम्म रहेको माथि होइन र? हामी यहाँ दखरको जानु त धेरै छैन 1 घन्टा लाग्छ। अब यहीमै ढिकी छ यो ढिकी गएपछि त्यहाँदेखि उँधो हेरेपछि दहरको यो ढुङ्गे के अरे फुर्से के अरे ढुङ्गे देउराली ढुङ्गे देउराली यहाँ तल भयो यो चाहिँ के अरे गर्पाछेरा गर्पाछेडा। ए यहाँ गर्पाछेरा भन्छ त्यहाँदेखि गर्पाछेरा निकालेपछि उँधो हेरेपछि दहरको नजिकै छ दहरको चाहिँ। एकदमै खतरनाक छ माथि झन् जति माथि जानुभयो त्यति चौर छ भनेर भन्नुहुन्थ्यो क्या। यो बाटो योदेखि उता निकाल्नुहोस् त्यहाँदेखि उता बल्ल राम्रो देखिन्छ। यो बाटो चाहिँ तपाईँले खन्नु भयो हो? खनेको बाटो सबै मिलेर खन्नु भयो कि? यहाँदेखि 2 घन्टामा पुगिन्छ जाँदा हामी फर्कियौँ भने नि फर्किन सक्छौँ है अहिले? सकिन्छ ठिक छ बास पाइन्छ नि फर्किनु पर्ला कि? पाइन्छ बास त हामी 10 बजी हिँडेको ठिकै होला यतिखेर आउनु त। हामी त हिँडेको मान्छे त त्यस्तै हो बिचौरी खोलाबाट अझ नहिँडेको मान्छे त्यस्तै हो। ल सर ल सरको नाम चाहिँ के हो नि? भवेन्द्र भण्डारी। र 5 घन्टा हिँडेपछिको यो थकानको अवस्थामा तपाईँका आफ्ना कुराहरू राखिदिनु न प्लिज। आफ्नो कुराहरू नराख्ने स्थिति अब के गर्ने अरूलाई उठाउनुहोस् आफ्नो कुराहरू नराख्ने स्थिति बोल्न नसक्ने स्थिति भयो। भोकले बोल्न सकिन होइन? भोकले होइन हिँडिरहेको म त भोक लाग्दैन मलाई भोक पनि कस्तो लागिरहेको छ त भाइ? भोक त अब बिहान खाने अर्को दिन थकाइ लाग्यो धेरै नै। यो यात्रामा चाहिँ सबभन्दा बढी थकाइ लागेन। अनि यहाँ चाहिँ अलिक चिसो रहेछ हामीहरू उकालै उकालो उकालै उकालो। तर यहाँ आउँदा चाहिँ एउटा भ्यू चाहिँ मजाको भ्यू देख्न पाइँदो रहेछ त्यो चाहिँ रमाइलो छ। बादलले गर्दा आज हामीले देखेको छ नि यसलाई मर्निङमा मात्रै। दाइले कसले ढोरबाट यता कता कुन ठाउँ हो भनेर सोध्छन् कि ग्वालो जस्तो देखियो। हो र